र आज चाहिँ म फेरि निकै दिनको बाद मेरो न्यू हेयर स्टाइल चेन्ज गराउन आएको छु। किन चाहिँ म आजै आएको भन्दाखेरि चाहिँ मलाई रुममा बस्दा चाहिँ एकदमै हरिस भइसकेको थियो र मेरो इक्जाम आउनु पनि निकै दिन थियो नि त, त्यही कारणले गर्दा आजै काट्नु मन लागेर आएको थिएँ। र म चाहिँ नाम्चीमा जहिले पनि केस काट्दाखेरि चाहिँ प्लाजाको माथिल्लोपट्टि एकजना भैयाको दोकान छ है, र म चाहिँ जहिले पनि त्यहीँ काट्ने गर्छु। किन भन्दाखेरि चाहिँ उहाँ भैयाले चाहिँ एकदम रिजनेबल प्राइसमा मजाले मिलाएर काटिदिनुहुन्छ है। र पहिला अनफर्चुनेटली मेरो सधैँ केस काट्ने भैया चाहिँ घर जानु भएको थिएछ नि त है, र मैले अर्को भैया हुनुहुन्थ्यो र भैयाले राम्रो काट्नुहुन्छ होला भनेर मैले ल काटिदिनुहोस् न तपाईँ आफै भनेर काट्नु लागेको थिएँ है, र भन्दै गएको थिएँ यस्तो यस्तो काटिदिनु भनेर। तर मैले जति काट्दै जानुहुँदै थियो है, मलाई त्यति नै रिग्रेट हुँदै जाँदै थियो है। र मेरो नयाँ हेयर स्टाइल चाहिँ राम्रो हुन्छ होला भनेर सोचेको थिएँ, तर त्यति मेरो एकदमै मलाई आफै मन परेन है। र भैयाको गल्ती पनि थिएन त्यसमा, चाहिँ मैले आफै त्यसरी काट्नु भनेको थिएँ नि त। र केही बात छैन, अब म फेरि अर्को भिडियोमा चाहिँ म फेरि यो हेयर स्टाइललाई पनि चेन्ज गराउने छु।